माया कहिले एबोली चुरिया। हामी चाहिँ दिदीको घर जाँदैछौँ आज। भोलि र पर्सिको पूजा छ। दिदी र भेना चाहिँ अगाडि जानुहुँदैछ, हामी चाहिँ पछाडि छौँ। परबाट गाडी पनि आयो। गुड मर्निङ एभ्रिवान। यो चाहिँ सेकेन्ड डे। यो चाहिँ मैले बिहानीको दिउँसोको लागि अचार बनाएको। हामीले खाजा खाइसक्यौँ। अब चाहिँ हामी दिउँसोको खानाको लागि तयार गर्दैछौँ। यो चाहिँ हाम्रो गोर्खेको अचार। गोर्खेको कुरी भनेपछि गोर्खे अचार। हामी इस्कुसको मुन्टा टिप्नु जाँदैछौँ सब्जीको लागि। लसुन अस्ति नै हामीले रोपेको लसुन खतरा भएछ यहाँ। मुन्टा त म त माथि माथि हेर्दैछु, यहीँ पो रहेछ त। मुन्टा चाहिँ साथीहरू यही रहेछ होइन बुनु। यति टिपेर किन अनि यो चाहिँ अब यसलाई उगाउनु पर्दैन? त्यही भएर टिपेको। कुरिलोको जत्तिकै छ त यो त नि मुन्टा त। सब्जी यति भइसक्यो, अझै छ अझै पर्छ यो चाहिँ। अनि बुनु मास्ने हो भने किन यो मचन चाहिँ लगाएको त नि? काँक्राको लागि थाङ्क्रा। दिदीले यहाँ भेट्नु हो। बुनु यो चाहिँ मुलाको हो। मुलाको बिउ रहेछ त्यो चाहिँ। यो बारीहरू चाहिँ एकदम रमाइलो छ क्या यतातिर चाहिँ। खेतीबाली चाहिँ त्यही माथि दिदीले स्माइली भएको टी सर्ट लाउनु भएको रहेछ। यो चाहिँ साथीहरू हामीले रोपेको लसुन। अस्ति नै मैले टिकटकमा भिडियो लगाएको थिएँ। यो त्यतिखेर हामीले रोपेको थियौँ। दामी भएछ बुनु। नि यसको चाहिँ उयो गर्नु पर्दैन बोटलाई देख्छ। यहाँ चाहिँ अलिकति चोरेको जस्तो गरेछ यसले मुनि लुकेर। तर अरूको होइन, आफ्नै बारीको आफ्नै। खासमा कहाँ अघि तल आउनु भएको छ। तल झ्यालबाट देख्छु झन् झन्। यो कुन चोराइ हो रे हजुर? लडी लडी यतिको इस्कुसको मुन्टा चाहिँ चोर्नु भन्ने हुन्छ आफ्नै बोजू सासूको। अघि तल आउनु भएको छ। इबी चाहिँ दामी भएछ हौ लसुन नि। ऊ तल चाहिँ हाम्रो घर छ। ऊ तल बाबा ला लुङछेन आइसकेछ। यता अब आमा भन्दै हिँड्छु छिटो। यहाँ चाहिँ अस्तितिर चाहिँ ड्याममै खोर्सानी बारी थियो, बारीदेखि यहाँसम्म है। अलिअलि रहेछ यहाँ बोटहरू। खेती गर्न चाहिँ एकदम राम्रो छ कि यहाँ चाहिँ। चियाहरू पनि दामी भएछ हौ। आएकै आएको छ नि सबैपट्टि। आएकोपट्टि खिच्नु अरे हौ दिदीको चियाबारी। फेरि कस्तो दामी आएछ। यिनीहरूले त अस्ति एक लट चिया बेचेको पनि होइन। उनीहरूको चाहिँ आफ्नै छ नि त, आफ्नै फ्याक्ट्री छ क्या, आफ्नै घरको। यस्तै एक लट बेचिसक्यो। ऊ तल बाबा र लुङछेन। बुन्सुरी चाहिँ यहाँबाट सर्टकट अप्नाएर झर्दैछ। असुर हो यो चाहिँ। एकदम वाचिपा बनाएर खानु चाहिँ दामी हुन्छ। सेतोमा रहेछ यो चाहिँ। सेतो नि यहाँ बच्चा रोप्नु भएको रहेछ। मसिनो मासुलाई क्रिक उयो त के भयो अरे यो तलको? जिम्बु। जिम्बुको धुलोमा खैकुनी के गर्ने भन्ने थियो होइन? त्यस्तै हो। यहाँ बनाउनु हुँदै रहेछ। अलिक कम्प्लिट भएको रहेछ यहाँ चाहिँ। लङछेन अबै को यस्तो यो छुच्चा बेबी हानी हाल्छ त पखरे। को रिसाउने यहाँ र त? यहाँ र न। एङ्ग्री बर्ड हो तिमी चाहिँ। आए फेरि आउडुङ्गा खोज्नु गए। ला हेर न यस्तो रिसाएको। म मेरो थाहा पाउने जस्तो भएर आउँदैछ होइन नि। हामी चाहिँ बुझ्दिनौँ होला। डर लाग्यो है हामीलाई। यहाँ चाहिँ आफ्नो आफ्नो काम छ। भेनाको आफ्नै यहाँ काम भइरहेको छ। माथि लामा पढ्नु हुँदैछ। मलाई छोराले खेलाइरहेको छ। कस्तो खालके छ हरि नै रिसा। अरे उसलाई लगेन भनेर हामीले माथितिर रिसाउँदैछ मसँग। छुच्चा बेबी हौ। ऊ तर आमा के गर्नुहुँदैछ हेर त। मम्मी चाहिँ ऊ तल भाँडा धुनु हुँदो रहेछ। मम्मी एक्लै भयो नि।
ल भित्र अचार बनाइसक्यो अब सब्जीहरू मात्रै पकाउँछ अनि रेडी हुन्छ हाम्रो अब चाहिँ भित्र सब्जी पकाउनु हुनेछ आलु र बैगुन उसको देवरसँग बोल्दैछ जबरजस्ती बोलाउँदैछ उसले यो चाहिँ हाम्रो मोमो आजको बिहानको खाजा म देखाउँछु तपाईँहरूलाई अलिकति आज चाहिँ हामीले आलुदम र टिङ मोमो खाएको थियो ओहो बाफले गर्दाखेरि राम्रो आउनै सकेन टिङ मोमो दामी भएको थियो मोमो थियो भने आलुको सब्जी यहाँ छ आलुको सब्जी र मोमो दामी भएको थियो यम्मी यम्मी सोल्टी र मैले मोमो बनाएको आलुदम मैले बनाएको अनि खाइस यो चाहिँ सिजनको फर्स्ट सेकेन्ड टाइम हो मैले त फर्स्ट टाइम हो नि त मैले चाहिँ फर्स्ट टाइम हो इस्कुसको मुन्टा अब यो चाहिँ के लाउनु पर्ने हुन्छ दिउँसोको सब्जीको लागि क्युटी ऊ चाहिँ मेरो छोरा हो अब चाहिँ हाम्रो दिउँसोको लागि खाना रेडी भइसक्यो यो चाहिँ गुन्द्रुकको झोल चाहिँ अघिको अचार भइहाल्यो पापड चाहिँ बैगुन र आलु अनि यहाँ चाहिँ हाम्रो छ मुन्टा मम्मी पनि लुगा फेरि आइसक्नु भइसकेछ होस् हुन्छ ठिक छ अनि त नि यो चाहिँ हेरि जहिले पनि यो चाहिँ हाई प्रेसरमै हुन्छ यसले यत्तिकै कुनै मान्छेलाई सलक्कै बसेको देख्न सक्दैन यसको चाहिँ यो मान्छेले रिसाएको भन्छ उसको नेचुरल यस्तै हो बानी नै यसको उसको व्यवहारै यस्तै हो नर्मल पनि हो यस्तै हो हाम्रो लामाहरू चाहिँ सबै बाहिर निक्लिसक्नु भइसकेछ खाना दिनुपर्ने यहाँ बाहिर भात ढिलो भइसक्यो भात छिटो लाग्नु बाँकी छ छिटो गर बुने गुन्द्रुकमा रस ठिकै भएछ पनि नुनहरू एकचोटि उयो गरेँ अब यहाँ टेस्टिङ गर्नुहुँदैछ हाम्रो दिदीले हामी चाहिँ यसरी चाख्ने गर्छौँ अरूले कसरी चाख्नुहुन्छ राम्रो भयो अरे अर्काले पकाएको त राम्रै हुन्छ कि आफूले पकाउनु भने चाहिँ मरेको जस्तो हुन्छ उसलाई चाहिँ नि पकाउनु चाहिँ मरेको जस्तो हुन्छ कि होइन त्यही भएर मलाई पकाउनु लाग्छ खालि जे पनि लामाहरू चाहिँ भोकले सिलिबिली कुदिराख्नु भएको छ हामी चाहिँ भात ढिलो भएर अब चाहिँ दिने बेला हुन आँट्यो सर्भ गर्नुलाई रेडी हुँदैछ हाम्रो बुनुले अचार यहाँ यो चाहिँ के अरे यो न्युटेलाको ड्राई अचार नानीले पठाइदिनु भएको रहेछ अब यहाँ सब्जीहरू यहाँ गुन्द्रुकको रस भनेर अरू चाहिँ हाम्रो किचन चाहिँ यस्तै देखिन्छ लथाले नै देखिरहेछ आज यो कसको कप हो सोल्टी कप यो बुनुको कप यो भेनाको कप मेरो कपहरू चाहिँ सबैको लाइन लागेर बसिरहेको छ यहाँ कुनसाङको कप चाहिँ यहाँ रहेछ सबैजनाको यहाँ चाहिँ यस्तै हुन्छ दिनभरि एउटा कप छ आफै दिनभरि पानी र चिया लगाउँदै ब्ल्याक टी चाहिँ यहाँ एकछिन राख्नुपर्छ नत्र अगाडि हुन्छ यो खाएको भन्नुहुन्छ भात छिटो ल्याएर लगेर हाम्रो बुनु फिटफिटी पठाएको छ अघि भात बसाउनु पर्ने थियो खासमा के बडिल भयो कुदेर तँ फोनमा धेर बोलेर ऊ यो चाहिँ हाम्रो बुनुको नयाँ अलैँची बारी हो फल्दैछ होइन होला यहाँ लामाहरू चाहिँ खाना खाँदैछ एकछिन म चाहिँ अब यतापट्टि घरमा अन्त यो चाहिँ बुनुको यो नयाँ यतापट्टि साइड घर गेस्ट रुम बनाएको यो एउटा कोठा छ अनि उतापट्टि एउटा कोठा छ चाहिँ हाम्रो बाल्कुनी छ मेरो छोरा चाहिँ ओहो मेरो छोरा चाहिँ छुटिसकेछ बिचराले चाहिँ यहाँ नि भाडा रहेछ लजाउँछ हौ पैसा आएर 11 वर्ष 12 वर्षको मान्छेहरू नि है जुङ्गाकोदेखि आएको छ अरे आमाले भनेको यहाँ कस्तो मजाको हावा आएको नि भाइ सिरिरी हावा आउँदै
त्यसपछि यहाँ चाहिँ दामी चाहिँ यो छ अर्को कोठा चाहिँ उतापट्टि छ दामी ऊ पर बाटो मजाको छ उता अलैँची बारी उ हेर न लजाएर बट्टारी रे खाएर चाहिँ यो चाहिँ भाइको लोङछिनको प्ले रुम होला होइन यहाँ चाहिँ लोङछिन खेल्दो रहेछ उतापट्टि कोठा पनि घुमाएर आउँछु घुम्छु लजाउँछ सब खाऊ शान्तले म गएको चाहिँ अब तान्नु पनि हुन्छ चाहिँ लगाउनु चाहिँ अलिक साह्रो रहेछ हौ खोल्नु चाहिँ ठिकै हो चाहिँ अर्को कोठा यो घर बन्नेदेखि ओपनिङ चाहिँ भएको छैन अरे किनभने यहाँ मान्छेहरू आउँदाखेरि माथि छ नि त टन्नै कोठाहरू त्यही भएर बस्नु पाएको छैन अरे कस्तो मजाको छ तर मलाई मन नपरेको चाहिँ यो यसले चेन्ज गरेछ तर यो मलाई पर्दा चाहिँ मन परेन भनेको थिएँ अलिक लाइटमा एकैचोटि कालो भएर ओह यहाँबाट देख्दो रहेछ उतापट्टि चाहिँ छोरो ऊ 10 पूजा पर्छ हौ के भएको ऊ चिन्डीको बोट यहाँ रहेछ चिन्डी भरे टिपेर अचार खाने हो म चाहिँ चौलिनी गाईलाई लगेर जानु रहेछ म पनि जान्छु एकछिन गोठपट्टि यतिको सुरक्षा चप्राउनु पर्ने हुन्छ गोठमा पनि दैलो पुरै ढोका पनि साह्रो दामी ढोका छ क्या यी चाहिँ गाईहरू यहाँ यता लोङछिन यता आउँछ भनेर ए गाईले ओहो यसले पिसाब गर्यो पछि मल राख्ने यता हो त अनि लात्तीले हान्यो भने त नि हो त नि एकजना स्क्विड गेमको प्लेयर चाहिँ उहीँ हुनुहुन्छ चल्लासँग पनि खेल्नु हुँदैछ त सोल्टी है त्यो गेम खेल्ने मान्छे त सोल्टी चाहिँ फेरि कुखुरासँग खेल्नु हुँदैछ यहाँ रहेछ नि त मसिनो चल्ला रहेछ नि एउटा मात्रै छ त माउ त ए 2टा माउ रहेछ बालबच्चाहरू एउटाको खुन निस्किरहेको थियो यस्तोबाट कुन चाहिँको अघि देखिरहेको थियो है अब चाहिँ हामी बेलुकाको खानाको तयारी गर्दैछौँ यो चाहिँ दाल रेडी भइसकेको छ मुसुरीको दाल यो चाहिँ पकाउनु पर्ने छ अचार बिहानकै छ अनि बुनुले चाहिँ यसको चाहिँ काम छैन यो चाहिँ मेरो असिस्टेन्ट मात्रै हो यताउता गर्छ यसरी खानेकुरा निकाल्छ यसरी बाँड्छ हामीले बालबच्चाहरू चाहिँ यहाँ छ हेर लङछेन हाम्रो ठुलो छोरा अब खाना बनाइन्छ बेलुकाको र चाहिँ भेनाले बनाइसक्नु लाग्नु भएछ औले चाहिँ पानी लगाएर ट्रायल गर्नु हुँदैछ भेना झुन्डेको हुनुहुन्छ आज